आमा नभएर बाउ मात्रै छ भने अर्की ल्याइहाल्छ। छोराछोरीले दुःखै पाउँछन्। बाउ छैन भनेर आमा छ भने हरेक ताल गरेर ती छोराछोरीलाई खाई नखाई छोराछोरी हुर्काउँछन् बढाउँछन्। पछि बडा भएर छोरा छन् भने छोराले आफैले आफ्नो घरजम गर्न सक्छन्। छोरीलाई अब साना छौन्जेल मेरा भाइहरू साना छ भन्छन्। सबै थोक जय विजय दुःख सुख गरेर भाइ बहिना बडा पारेर घरमा कता कता गरेर उज्यालो पारेर छोरीहरूले गर्छन्। तिनै छोरी बैठा लागेर जान्छन्, परदेशी हुन्छन्। अनि छोराले ल्याउँछन्। अनि छोराहरू सन्तान बढ्यो भने घरको आफ्नो जन्म थलो सबै गरेर खान्छन्। छोरी त बिरानो पाहुना पछाडि आउँछन्, माइत जान्छौँ भन्छन्। दाजुको घर छ कि भाइको घर छ जान्छौँ भन्छन्। दाजु भाउजूले चिज गरे भने आउँछन् पनि। दाजु भाउजूले चिज छैन भने के जानु, गरियो भयो हाम्रो धर्म, हामीले कहीँ माइतीहरू राम्रै हुन् भनेर चेलीले भन्छन्।